अनि काठमाडौँ गइहाल्नु अनि के अरे त्यसपछि अब स्टार्ट गर्नु हजुरले काठमाडौँ युनिभर्सिटीमा पढ्नुभयो हजुर स्कुलिङ चाहिँ कहाँबाट भयो स्कुलिङ चाहिँ मैले दिल्ली स्कुलमा गरेको लामाटाबाट ए अनि जस्तो अब हजुरले अब काठमाडौँ युनिभर्सिटी सोसियोलोजी पढेको सोसियल वर्क पढेको सोसियल वर्क पढ्दाखेरि जुन ब्याचलर्स चाहिँ त्यहाँबाट भयो सेन्ट जेभियर्स कलेजबाट त अफिलिएसन चाहिँ काठमाडौँ युनिभर्सिटीबाट सोसियल वर्क गर्दाखेरि चाहिँ जस्तो हजुरको जस्तो मोटिभेसन एउटा जेलबाट गएर सर पक्रियो भने जुन हामी सुनिरहेको छ त्यो बाहेक सोसियल वर्क पढ्दाखेरि तपाईँले सोचेर सोसियल उसमा लाग्छु भने सोचेरै पढ स्टार्ट गर्नु हो कि होइन त्यतिखेर चाहिँ के थियो होइन अब आफूले पढ्नु सक्नु पऱ्यो होइन म्याथमा अब पढ्नु सक्ने मान्छे चाहिँ होइन म अब एभरेज स्टुडेन्टमा चाहिँ हो तर यो सब्जेक्ट चाहिँ सजिलो छ भन्ने चाहिँ सुनेको भएर मात्र पढेँ प्र्याक्टिकल जाने अब 3 दिन कलेज जाने पढेपछि त अरूलाई के चाहियो र त्यसो भएर मात्र पढेँ छैन अरू रिजन छैन अब अरू सब्जेक्ट पढ्यो भने गाह्रो म्याथ्सहरू म पढ्नु सक्दिनँ थिएँ जस्तो लाग्थ्यो आफूलाई तर यो सब्जेक्ट चाहिँ हप्ताको 3 दिन मात्रै कलेज जाने 2 दिन फेरि जाने अनि अब काठमाडौँ युनिभर्सिटी अब सेन्ट जेभियर्समा पाएपछि त मान्छेले एउटा ट्यागेर पनि हो सेन्ट जेभियर्समा पढ्न पाएपछि के भयो त्यसो भएर मात्र हो तर म यो पढेर म यस्तो काम गर्छु भनेर चाहिँ गरेको छ किन भन्दा त्यो एउटा इन्सिडेन्टले मात्रै मोटिभेट गरिहाल्छ मलाई त त्यो इन्सिडेन्टले मात्र हो किन त कस्तो हुन्छ भने हजुरको सबकन्सियस माइन्डमा बसिरहन्छ बच्चाबाट गर्छु भन्ने खालको त्यसलाई किनकि म त एसएलसी मेरो अब एसएलसी ब्याक लगाएको भएर चाहिँ म बागमन्दिरमा पनि भलिन्टियर काम गरेँ गर्ने भएर त्यतिखेर नै मलाई त्यो हुन्थ्यो नि म के गरौँ भन्ने भएको भएर तर मलाई चाहिँ त्यो टाइममा त्यो सानोलाई देखेर आवरै भनौँ न त्यो भएर मात्र हो मैले द्याट्स हाउ थिङ्स अल स्टार्टेड होइन अदरवाइज बच्चाको नाम चाहिँ सानो कान्छी तामा सोसियल वर्कमा लाग्नुपर्छ है एक्काइस एउटा इन्सिडेन्टले मोटिभेट गर्यो भनौँ न एउटा इम्प्लिमेन्ट गर्ने खालको भयो सबै अब किनभने जेलभित्र काम गर्ने हो नि त त्यसो गर्दाखेरि सबै सिस्टम अनुसारले नै चल्नु पर्यो कि अब तपाईँ विधान रेजिस्टर गर्नुदेखि लिएर सबै एउटा गर्नु पऱ्यो किनकि मैले सरलाई फर्स्ट टाइम जाँदा सर म त बच्चालाई हेल्प गर्छु भनेर त्यहाँ बच्चालाई भेट्न पनि दिएन उसको आमाले भेट्न दिएन कि उसको आमालाई एकदम डर भयो क्या मेरो बच्चा लिएर गइदिन्छ भनेर तर पछि अब जेनरलले पनि एकदम कोअर्डिनेट गरिदिनु भएको मलाई सबैजनाले चाहिँ कोअर्डिनेट इभन त्यहाँको दिदी बहिनीले विश्वास गरेर उनीहरूको बच्चा दिनु भनेको मेरो लागि ठुलो कुरो हो कि किनकि म बाहिरको मान्छे हो कि तपाईँ कस्तो छ भने जेल भनेको एउटा कम्युनिटी हो कि उनीहरूले मान्छेलाई ट्रस्ट गर्नु धेरै गाह्रो हुन्छ किनकि उनीहरूलाई कसैले फसाएको हुन्छ कसैले धोका दिएको हुन्छ लाइफमा उनीहरूले यति दुःख पैसाको हुन्छ कि उनीहरू त्यसरी जेल गएको छ कि त्यहाँ हरेकजनाको मान्छे स्टोरी सुन्नुभयो भने नि आफ्नो लाइफ हेऱ्यो भने तपाईँ फर्स्टेड लाग्छ क्या अनि म चाहिँ प्रायः चाहिँ म आमाको स्टोरीमा जान्दिनँ कि किनकि कतिको त श्रीमानले बेचेको छ उहाँलाई अनि उहाँलाई श्रीमानले बेच्छ उहाँले बेचिदिने बुवाले बेचिदिएको हुन्छ नि ड्रग पनि अब बुवाले झोलामा हाल्यो त्यस्तो गर्दाखेरि चाहिँ उहाँहरूको स्टोरीमा जाने त मेरो लागि लाइफ टर्निङ भने मेरो लागि बच्चा भएपछि चाहिँ अब आई वुड प्रिफर देम टु ह्याभ इट कस्तो पथेटिक सिचुएसन हुँदो रहेछ के हुन्छ जेलभित्र बच्चाको चाहिँ तपाईँको लाइक हुन्छ नि अब अहिले नभनौँ लाइक 2-1 वर्ष अगाडि चाहिँ तपाईँ सुन्यो भने आफ्नै जिउ काम छ कि आफ्नै बुवाले रेप गरेको केस पनि छ कि मलाई सी इज भेरी स्मल एकदम सानो बच्चा हो होइन त्यो देख्दाखेरि म आफूलाई हेर्छु मेरो बुवा यस्तो अब क्या अझ कस्तो गर्न सक्ला भन्ने पनि लाग्छ क्या मान्छेको त्यो मेन्टालिटी कि त्यसो गर्दाखेरि चाहिँ अनि आफ्नो लाइफको उनीहरूको लाइफ हेऱ्यो भने जस्तो लाग्छ कि मलाई चाहिँ एकदम दुःख पनि लाग्छ 2005 मा चाहिँ अर्गनाइजेसन स्टार्ट भयो हजुर त्यसपछि चाहिँ तुरुन्तै कति बच्चा चाहिँ मर्नु भयो 4जना बच्चा सानो एकजना थियो बेला फर्स्ट भनेको मलाई सानो नै चाहिएको थियो कि त्यो भन्दा सानो थियो अनि अरू चाहिँ 3जना थियो उनीहरू चाहिँ 18-19 महिना 2 वर्ष एकदम 8 महिनाको बच्चा ल्याएको मैले फर्स्ट अब अहिले 8.5 वर्ष भइन्छ भनेपछि स्टाफहरू थिएन होला स्टाफहरू चाहिँ थिएन त्यसैले अब हामी अब त्यो मेरो त सस्पेन्ड पनि भएको थियो नि त त्यो गर्दाखेरि त मेरो त फुल टाइम थियो नि त आफै टेक केयर गर्नु पर्यो सबै अब गुदेखि सुदै सबै छोड्नु आफै नै गरेको खाना पकाउनुदेखि लिएर अब त्यो त खाना पकाउनु भने अब घरबाट पनि मम्मीहरू धेरै तरकारी पकाउने भने टिफिनमा हालेर ल्याउने जस स्टार्ट गरेको सबै घरबाटै जस्तो भयो स्टार्ट घरबाट भन्दा पनि मेरो साथीहरू पनि हुनुहुन्थ्यो होइन भएका चाहिँ मैले घरैबाट तर अब किनकि त्यसरी मेरो भिजन थियो कि म गर्न चाहन्छु मेरो साथीहरू चाहिँ मलाई साथ दिनुभएको चाहिँ हो पछि अब उहाँहरू आफ्नो कारणवश जानु पऱ्यो होइन सबैजना बाहिर जानुभयो के गर्नु तर उहाँहरूले मलाई ठुलो सहयोग चाहिँ गर्नुभएको हो
अनि फाइनेन्सियली कसरी घरबाट गरेर स्टार्ट सुरुमा चाहिँ हामी त मेरो साथी 3जना स्कुल कलेजकै साथी हुनुभयो 2जना बाहिरको साथी मेरो दिदीबहिनी राखेर चाहिँ 70,000 10,000 उठाएर 70,000 पैसा क्यास थियो अनि प्रायः जस्तो सबै सामान चाहिँ घरबाट पुरानो सामानहरू हुन्छ कति हुन्छ नि खेलौनाहरू सब लिएर आएर अब दराजहरू पुरानोहरू लिएर आएर त्यसलाई डेकोरेसन गरेर गरेको हो अनि जस्तो अब अर्गनाइजेसन अब प्रिभिलाइजेसन भयो है 2005 मा त्यो बेला ठाउँ चाहिँ कहाँ थियो बाटोसिङ जल त्यो भाडामै थियो भाडा कति भाडा थियो त्यसरी हामी 7,000 7,000 हो है फर्स्टहरू पुग्थ्यो अनि पैसा पुग्थ्यो भन्दाखेरि पनि अब प्रायः जस्तो सबै कुरा घरबाट ल्याइन्थ्यो भाडाको लागि चाहिँ पैसा जुटाउनु पर्थ्यो कसैले दुध किनिदिन्थ्यो कसैले के किनिदिन्थ्यो कति त अब पैसा पनि अब सामान किनेर ल्याएर घर पनि अब पैसा पछि मान्छे पैसा दिन्थे र त्यसरी गरेको तर भाडाको लागि चाहिँ अब हाम्रो पैसा चाहिँ राखिराख्नु पर्थ्यो कि त्यो दिन बित्दा त टाइम लाग्थेन होइन बत्तीको पनि धेरै बिल आउँथ्यो किन हामी त्यहाँ बस्ने मान्छे र डे केयर मात्र खोलेको भएर चाहिँ अहिले होल चाहिँ काम चाहिँ आफूले सिङ्गल एक्लै गर्नु पर्यो म थिएँ अब साथीहरू पनि हुनुहुन्थ्यो साथीहरू कलेज सिधाउनुहुन्थ्यो कलेज सिधाएपछि आउनुहुन्थ्यो त्यसरी गर्थ्यो मतलब त्यो बेला र अहिलेको चाहिँ डे टु डे एक्टिभिटी चाहिँ चेन्ज भइसक्यो हजुरको चाहिँ जुन हुन्छ नि कुन स्टाफहरू राख्यो अहिले स्टाफहरू राखेको छु अहिले राखे तापनि म चाहिँ यही नै छु किनकि मलाई त्यो एउटा बच्चालाई फिल गराउन चाहँदैन कि उनीहरू अब कस्तो हुन्छ भने प्रायः जस्तो कस्तो हुन्छ त्यो अर्गनाइजेसन भएपछि म भन्छु बाहिर मलाई चाहिँ मेरो बच्चाहरूसँग बस्नुपर्छ उनीहरूसँग भिज्नुपर्छ किन त्यो भयो भने चाहिँ दे वुड फिल दिस इज अ फ्यामिली कि तपाईँ अब फ्यामिलीमा त्यही त अब बुवा आमा जहिले पनि बाहिर हुन्छ बच्चा नेग्लेक्ट हुन्छ घरमा के हुन्छ कसो हुन्छ भने थाहा हुँदैन म चाहिँ मेरो काम भयो भने चाहिँ दिउँसोको टाइममा बच्चाहरू नभएको बेला मात्र म बाहिर निस्किने भने बच्चाहरू घरमा आएपछि म घरमा हुन्छु 3 बजीपछि मेरो मिटिङ सिधाएर म जे छ मेरो अफिसमा आएर गरौँ तर बच्चाहरूलाई चाहिँ म घरमा माग्नु भएको भन्ने चाहिँ होस् अहिले चाहिँ अब करेन्ट चाहिँ अर्गनाइजेसन कसरी इन्टरेस्ट कसरी अपरेट मतलब कस्तो भन्दाखेरि जस्तो स्टाफहरू कति राख्नु स्टाफ चाहिँ 3जना बहिनीहरू हुनुहुन्छ अनि सानो म पनि जेलमा छुट्नु भयो अनि मसितै हुनुहुन्छ सानो म पनि हेर्नुहुन्छ म पनि हेर्छु त्यो भयो अनि अर्को चाहिँ अब डे केयरको लागि एकजना स्टाफ हुनुहुन्छ अनि अब जुन अब यहाँ अफिसहरू सबै फाइनेन्सको भाइ एकजना हुनुहुन्छ अर्को चाहिँ भाइ एकजना हुनुहुन्छ उहाँहरू सबै भन्नाले चाहिँ लगभग 7-8जना अब अहिले करेन्टली हेर्दा चाहिँ अर्गनाइजेसन फाइनेन्सियल बाहेक डिफिकल्टिज के छ फाइनेन्सियल बाहेक डिफिकल्टिज भनेको चाहिँ अब तपाईँलाई अब जुन अहिले कलेज बच्चाहरू किताबहरू जुन छ त्यो मेरो लागि चाहिँ एकदम रिक्सहरू छ क्या अब बच्चाहरूलाई तपाईँले अब यो जुन अब रासनहरू नपाइने ग्यासमा पाउनेहरू भनेको मेरो लागि एकदम किनकि तपाईँ भन्नु न 6 दिनमा एउटा ग्यास सिद्धिन्छ मेरो होइन त्यो सिद्धिँदाखेरि त मलाई त त्यो तपाईँ ग्यासहरू भएन यो जुनै कर्म सिचुएसनले गर्दा चाहिँ धेरै गाह्रो हुन्छ क्या हामीले बच्चाहरू बत्ती हुँदैन होइन उनीहरूको पढ्नु पर्यो मैबत्ती बाल्यो भने डर हुन्छ त्यो गर्दा चाहिँ डोज आर द रिस्क के अब अहिले चाहिँ जुन अब जेल बाहिर बसेको बच्चाहरूलाई पनि अप एन्ड डाउन गर्नु हामीलाई चाहिँ एकदम रिक्सै हो कि काम चाहिँ अनि यो 7 इयर्सको ड्युरेसन भनौँ अराउन्ड 7 इयर्समा त्यस्तो के घटना घट्यो घटनाहरू पाउनु भयो फिनान्सियल बाहेक स्ट्रगल गर्नु बाहेक बच्चाहरूको लागि हुन्छ बच्चालाई गएर एउटा कुरा चाहिँ त्यस्तो कस्तो पनि भयो भनेपछि अब उहाँको बुवा चाहिँ अब एकजना पेरेन्ट्स चाहिँ अब जेलमा पनि हुनुहुन्थ्यो उहाँहरू चाहिँ पैसा माग्ने कि हामीलाई चाहिँ त्यस्तो पनि हुने क्या उहाँहरू कुरा बुझ्दैन उहाँले सोध्नु संस्था छ भनेर ठुलो छ भनेर सोधिदिनु पैसा माग्नु भयो मलाई एक दिन अगाडि फोन गर्नुभयो मलाई ल 5 लाख चाहियो भन्नुभयो त्यो भोलिपल्ट बच्चा पिकनिक जानुपर्ने दिन थियो कि धुलीखेल गएको थियो पिकनिक अनि मलाई फोन आउँछ बच्चा हरायो भनेर है त्यसपछि म त के सोच्न सकिनँ कि त्यो गर्दाखेरि चाहिँ मेरो लागि हुन्छ नि अब बच्चा त्यही जङ्गलमा हराएको रहेछ कि त्यो गर्दा चाहिँ मलाई एकदम डर भयो कि अनि म चाहिँ एकदम प्रोटेक्टेड छु कि मेरो बच्चाहरूलाई बाहिर जाने कुरामा चाहिँ मलाई एकदमै हुन्छ नि त्यो एकदम किनकि यो इस्यु भने यस्तो छ भने किनकि त्यहाँ जेल भनेको एउटा समूह हो कि तपाईँ तल माथि के भयो भने तपाईँ सोच्नु सक्नुहुँदैन उहाँहरू दिदीबहिनी कस्तो गर्नुहुन्छ भनेर कि एकदम इस्यु भनेको चाहिँ एकदमै गाह्रो भोलि तल माथि के भयो भने मैले हो भित्र जाने
यहाँ चाहिँ डेफिनेटली मैले हरेक बच्चाको पेपरको साइन हुन्छ तल माथि केही भयो भने ममै जिम्मा हो कि त्यो गर्दाखेरि चाहिँ इस्यु चाहिँ एकदम हुन्छ अनि एकदमै डर हुन्छ त्यसरी 24 घण्टा म बस्नु कारण पनि यहाँ भोलि अब कति दुःख गरेको छ आफूलाई थाहा छ स्टाफहरू पनि छ बहिनीहरूले गरिरहेको छ तर डर हुन्छ कि एउटा चाहिँ अब तपाईँको लोकालिटीको मान्छेले अहिले पनि थाहा छ पहिला त तपाईँलाई हामी बाटोमा हिँड्दाखेरि पनि यस्तो बच्चाको लिएर हिँडेछ बाबामा ठिक भयो पो छोराछोरी ठिक हुन्छ यो रगत हो जे कुरा भने रगत हो भन्न पनि भन्थ्यो कि मान्छेले तर अहिले चाहिँ दृष्टिकोण चाहिँ फरक भइसक्यो कि बाबाले यस्तो गर्नु छोराछोरी पनि ठिक हुँदो रहेछ भनेर त्यो चाहिँ फरक हुँदै गइरहेको छ कि अहिले चाहिँ हाम्रो कन्सेप्ट चाहिँ रेस्पोन्सिबिलिटी चाहिँ मेनली बच्चाको चाहिँ भ्याक्सिन लिनु पर्दो रहेछ रेस्पोन्सिबिलिटी रिस्क पनि हाई रिस्क तपाईँ धेरै हाई रिस्क तपाईँ भन्नुहोस् न तपाईँ यस्तो बच्चाहरू केसहरू छ कि अब उहाँहरूको चाहिँ दुवैजना ट्राफिकिङ केसमा छ अनि अब अर्को समूह हुन्छ उसले उसको बच्चा बिगार दिन खोज्दै किनकि त्यसले मेरो आफ्नो तल जेलमा पारिदियो भने अनि एकदमै रिस्क छ कि अनि त्यो गर्दा स्कुल जाँदाखेरि एकजना स्टाफ जाने आउने बच्चाहरूलाई त्यो चाहिँ एकदमै घरमा नआउनु जेलसम्म चाहिँ मेरो मन चाहिँ एकदम हुन्छ कि त्यो गर्दा चाहिँ एकदम डर चाहिँ हुन्छ स्टार्टअप कन्भिन्स गर्दै कति गाह्रो हो जेलमा एकदम गाह्रो तर मेरोलाई चाहिँ जेलरले चाहिँ कन्भिन्स गराइदिनु पर्यो किनकि जेलमा चाहिँ एउटा जेलरले भनेपछि सबै कुरा चल्छ कि जेलरले चाहिँ तिमीहरूको बच्चालाई भित्र राखिराख्नु भन्दा त तिमीहरूको बच्चा बाहिर निस्किन्छ नयाँ इन्भाइरोमेन्ट दिन्छ प्रायः जस्तो बच्चाहरू चाहिँ त्यही जन्मेको बच्चा थियो सानो चाहिँ सिन्धुपाल्चोकबाट आएको भएर अरू बच्चा चाहिँ जेलभित्र जन्मेको बच्चा उनीहरू कहिले जेलबाट बाहिर देखेको पनि थिएन कि त्यो देखेर चाहिँ उनीहरूलाई चाहिँ नयाँ थियो नि त सबै कुरा जेलरले चाहिँ कन्भिन्स गरायो जेलरले कन्भिन्स गराएर चाहिँ आमाहरूले विश्वास गर्नुभयो अब अहिले त धेरै सहज अब अहिले त तपाईँको लाइन छ कि बच्चा ल्याउनको लागि तर आफू पनि आफ्नो काफी हेरेर हटिनु परेर सबलाई ल्याएर म पढ्छु भनेर मलाई चाहिँ कस्तो छ मलाई त्यो दुर्दशा देखाउनु मलाई राम्रो राख्नु थोरै राख्नु चित्त गरौँ होइन अब पछि भयो भने हो म गर्न चाहन्छु तर मेरो जति सोच छ म त्यतिमै खुसी छु यस्तो टाइपको अरू भएको छैन हजुरले गरेको छ हामीले गरेर होइन हुनुहुन्थ्यो तर स्पेसिफिक जेलको बच्चाहरूलाई भने डे केयर चाहिँ वी आर द फर्स्ट वान होइन तर अरू बच्चाहरू मिलाएर राख्नु चाहिँ थियो अफनेसहरू बच्चाहरू जेलको बच्चाहरू फटाफट ल्याउने राख्नु चाहिँ थियो तर अब एउटा कुरा मेरोमा चाहिँ के स्ट्रङ पोइन्ट भयो भने यङ मान्छेले गरेको स्टोरी थियो अनि म भनौँ न यत्रो इस्युलाई पनि काम गर्ने भन्दाखेरि चाहिँ अब मान्छेको सोसल वर्क फिल्ड भनेपछि होइन म गर्छु आफूले सर्भाइभ गर्न गर्छ कि यहाँ चाहिँ सोसल वर्क पनि देखाउँछ कि होइन एनजिओ खोल्नु भने आफू सर्भाइभ गर्नलाई तर अब एउटा मेरो प्लस पोइन्ट चाहिँ के भयो भने किनकि अब आई कम फ्रम गुड फ्यामिली होइन मेरोमा त्यसो त अब मान्छेले एउटा राम्रो फ्यामिलीले यत्रो कुरा सेक्रिफाइस गर्नु भनेको पनि अब हेर्ने मान्छेलाई त ओहो भन्ने हुन्छ तर होइन त्यसो गर्दाखेरि पनि तर यङ मान्छेले यस्तो काम गरेको चाहिँ मेरो प्लस पोइन्ट चाहिँ त्यो भयो जुन नयाँ इस्यु हामीले डे केयरलाई चाहिँ डे केयर चाहिँ अब मान्छे संसारमा कहीँ पनि छैन कि बिहान बच्चा निकाल्ने पछि लग्ने यो चाहिँ एकदम नयाँ कन्सेप्ट भयो कि त्यो गर्दा चाहिँ त्यही टाइममा चाहिँ मिडियाले चाहिँ एकदम इम्पोर्टेन्ट रोल खेल्यो कि जेलभित्रको बच्चा रिलिज भयो भर्खरै केटीले यस्तो कलेजबाट सस्पेन्ड भएको केटीले यस्तो गयो भन्दाखेरि चाहिँ त्यो मिडियालाई ड्याङ 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 भयो क्या त्यो गर्दाखेरि चाहिँ अनि त्यो इस्लामिक फ्यामिलीको सबमा कस्तो के भन्नुभयो रिएक्सन के थियो सुरुमा चाहिँ मेरो बुवा चाहिँ त्यति खुसी चाहिँ हुनुहुन्थेन किनभने आफ्नो लाइफ हेर्नु भने कहाँ अर्काको बच्चा लिएर तर अब अहिलेको सिचुएसन जुन अब यो भइरहेको छ नि त्यो गर्दा चाहिँ ड्याडले अब पुष्पाले चाहिँ डिसिजन लियो अब ठिक छ उसको खुसी भनेर तर बुवालाई चाहिँ फ्यामिली बाहेक पहिला रिसामा चाहिँ खुसी हुने टाइम आइसक्यो त भनौँ न अब साथीहरू पनि कस्तो कस्तो साथीहरू देख्थ्यो अहिले चाहिँ हुन्छ तर फेसबुकमा हेरेर आफ्नै लाग्छ हुन्छ नि तर तिम्रो टाइम सिचुएसन सबै कुरा चेन्ज गर्दो रहेछ भनेर धेरै कुरा सिकेँ पनि मैले द्याट्स आवर लाइफ इज अहिले चाहिँ 40 चिल्ड्रेन 40 साल हुन्छ अनि त्यो बाहेक कस्तो मोडल पनि स्टार्ट गरे त मोडल केयरको पनि केही छ हजुर त्यस्तो छैन कि जस्तो के अरे एज केयरहरू हुन्छ नि बुढो मान्छेहरूको त्यस्तो भएको छैन 40 चाहिँ 7 इयर्स ड्युरेसनमा चाहिँ बच्चाहरू जाने आउने भइराख्यो होला नि त 100 जना जति चाहिँ गइसक्यो गइसक्यो तर अब सबैजना कोही कोही त अब आमाहरू आफूले चाहिने जेलसम्म त हामीसित उ गर्ने त बच्चा लिएर झट्टै गइदिनुहुन्छ अनि एउटा नराम्रो पछि चाहिँ के हुन्छ भने यो संस्थामा चाहिँ त्यो बच्चासित ऊ भयो भने
हुन्छ नि एकदम त्यो आफूलाई एकदम गाह्रो हुन्छ कि अनि मेरो लागि चाहिँ अब कोही कोही बच्चाहरू गएर पनि आइसकेको पनि छ कि घरमा चाहिँ कन्डिसन एकदम नराम्रो लिएर आएको पनि छु मैले तपाईँ एउटा कोठामा दाई दिदी ऊ सबै बसेको छ बुवा आमा बसेको कानुन कस्तो हो थाहा छ नि होइन त्यो गर्दाखेरि चाहिँ ल्याएको पनि छु ल्याएर राख्छु अब आमालाई अलिसम्म स्टेबल भएपछि फेरि पठाइदिन्छु तर बच्चाहरू चाहिँ अब आउनै खोज्छ म्याक्सिमम् हुन्छ नि अनि यस्तो हुन्छ कि अनि बच्चाहरूलाई अनि म फिल्डमा बच्चाहरूलाई पुऱ्याउनु जानुपर्ने म कहिले जाँदिनँ कि मलाई एकदम गाह्रो हुन्छ म जाँदिनँ बरु स्टाफले यहाँबाट दिएर पठाइदियो उनीहरू खुसी भएर जान्छ नि अनि त्यसो गर्दाखेरि अब तर मेरो लागि चाहिँ सबैभन्दा ठुलो मेरो सानो हो अनि उसको आमाले लिएर गएको छ सानोको आमालाई पनि ल्याएर यहीँ राखेको नि मैले अब त्यो भयो भने उसले कहिले पनि लिएर जाँदैन नि त अब उसलाई त मतलबै छैन उसको छोरीको उसलाई थाहा छ सबै कुरा उसले नै गर्छ भनेर चाहिँ किनकि उहाँको केस पनि त्यस्तो भएर पनि कस्तो त्यो हेर्दाखेरि ड्युरेसन चाहिँ कस्तो जेलबाट नछुट्दासम्म राख्ने जेलबाट आमा बुवा नछुट्नुन्जेलसम्म यहाँ राख्ने अनि पनि एसएससी नदिनुन्जेलसम्म राख्ने तर मेरो बच्चाहरू त सबै लामो केसको छ 20 वर्षको छ त्यसो गर्दाखेरि त अब ढुक्क लाग्छ कि आज लामो समयसम्म बस्छ भनेर 40 चिल्ड्रेन अराउन्ड 100 चाहिँ पास एउटा भइसकेको छ अनि सुन्दाराको जेलमा मात्रै ऊ हो कि प्लस अरूमा रित चाहिँ अरू चाहिँ हामी जस्तै फेरि जाजरकोट वीरगञ्ज धादिङ एउटा भ्याली पनि म आफै जान्छु जाजरकोट अस्ति 10 दिन गरेर लिएर आएँ 2टा पत्रिकामा आएको थियो गएर त्यो बच्चालाई लिएरै आएँ म चाहिँ अब काठमाडौँ भन्दा काठमाडौँ बाहिर फोकस गर्छ जब चाहिँ काठमाडौँ भनेको छ किनभने मान्छे भने बाहिर काठमाडौँ बाहिर चाहिने भएको भएर चाहिँ काठमाडौँ बाहिर भयो भने चाहिँ जान्छु अस्ति गएर बिग्छ एक लड थियो जम्मा 5 जना चाहिँ सबले भोकेर लिएर आइदियो मैले त्यसको लागि त ब्रान्चको नेसेसिटी होला जस्तो केही फिल भएको छ तर अब अहिले सक्दिनँ मेरो आफ्नो फाइनेन्सियल अब अहिले सब हामीले घरको लागि फन्ड रेजिङ गर्दैछौँ अब पहिला चाहिँ एउटा घर बनाऊ अनि यिनीहरूलाई राखिदिउँ अनि त्यसपछि चाहिँ अरू सोच्नु विचार चाहिँ छ अनि गभर्नमेन्ट अफिसर सोसल कोलाबोरेट हुन्छ होला यसमा हजुर गर्नै पर्यो कस्तो छ सपोर्ट चाहिँ कस्तो हुन्छ अब अहिले चाहिँ धेरै सपोर्ट छ अब पहिला चाहिँ अब त्यति म गभर्मेन्टमा पनि जान्थिनँ आफ्नै स्कुलले काम गरिरहेको भएर अब अडिटिङ सडिङ गर्नु पऱ्यो गर्थेँ होइन तर अब चाहिँ अहिले चाहिँ यो अब बालबालिका महिला तथा सिसिडब्ल्युबीबाट चाहिँ अब त्यहाँबाट रेफरेन्स आउनु थाल्यो कि बच्चाहरू चाहिँ अब जेलबाट आउनु अहिले चाहिँ उहाँहरूले ल्याइदिनुहुन्छ त्यो चाहिँ सजिलो भयो अब त्यहाँ चम सर डोटी सरहरू नमुना म्यामहरू दुर्गा सरहरू हुन्छ धेरै कोअर्डिनेट गरिदिन्छ मलाई कुनै ठाउँ जानु पऱ्यो भने हरेक डिस्ट्रिक्टमा सिआर हुन्छ कि र फलानु पुस्ता आउनु आएको छ है बच्चा कोअर्डिनेट गरिदिनु भनेपछि धेरै सजिलो भयो अब पहिला त आफ्नो गएर कुरा भन अनि उनीहरूले विश्वास नगरिदिने कस्तो ठाउँमा बच्चा लिन आएको छ बच्चा बेचिदिने हो कि के गर्ने हो भनेर चाहिँ अनि गभर्मेन्ट थ्रुबाट चाहिँ धेरै सजिलो भएको छ मलाई स्टार्टमा चाहिँ गभर्मेन्ट अफिसर त्यसबाट ब्याड एक्सपिरियन्स त्यस्तो पनि भयो होला नि सुरु गर्दा त पताउँथेन नि अब संस्था रेजिस्टर गर्नु जाँदा त खै अध्यक्ष भन्थ्यो कि मै हो भन्दा पनि पताउँथेन कि तर अब अहिले चाहिँ अब मान्छेहरूले अनि यसलाई चाहिँ एक्सपान्ड गरेर कस्तो फ्युचर चाहिँ के सोच्नु भएको छ अर्गनाइजेसनको फ्युचर चाहिँ अब 2 वर्षमा चाहिँ सँगसँगै घर बनाऊ एउटा मेरो मेन भनेको अहिले चाहिँ घर बनाइदिएर यिनीहरूलाई स्टेबल राखिदिउँ त्यसपछि चाहिँ मलाई अब मोस्ट प्रोबेबली म काठमाडौँ बाहिर अब ब्रान्च खोल्छु भन्दा पनि त्यो बच्चालाई यहाँ लिएर आउँ भन्ने चाहिँ इच्छा छ किनकि तपाईँ ब्रान्च खोल्यो भने धेरै कुरा सजिलो हुन्छ तर ब्रान्च खोल्यो भने तपाईँ अरू स्टाफलाई राख्यो भने अब आई डोन्ट थिङ्क वेल म्यानेज हुन्छ जस्तो चाहिँ लाग्दैन कि किनकि तपाईँ आफू बसेर गर्नु पनि सक्नु पर्यो तर बरु आफै बसेर ठुलो स्पेस लिएर गऱ्यो भने चाहिँ तिमी अब त्यही बसेर काम गऱ्यो भने यु फिल लाइक हुन्छ इट्स गोइङ टर्न आउट टु बी गुड भनेर कि त्यो चाहिँ सोचेको छु किन अझ 80 जना बच्चाहरू छ कि जेलमा अझ छ एभ्री मन्थ याद हुन्छ कि जस्तो घर बनाएर एउटा प्रिपरेसन के भइरहेको होला त्यसको लागि हजुर किनकि अब यो 5 चोटि भइसक्यो घर सरेको कहिले घरबाट निकालिदिने उहाँ अंशबन्ड लाग्यो भन्ने त्यो गर्दाखेरि चाहिँ अब अहिलेसम्म पैसा उठाइरहेको छ अब 12 लाख जति उठाइसकेको छ हजुर उठाउन सक्छ सपोर्ट चाहिँ भइरहेछ आइरहेछ सपोर्ट आइरहेछ अब अहिले चाहिँ मान्छेहरूलाई चाहिँ अब विश्वास पनि भयो होइन अब पहिला पनि आइरहेको थियो फाटो फुटो अब आइरहेको छ भने मान्छेलाई किनभने अब
नयाँ आइडिया पनि भयो, काम पनि भयो, मान्छेले गर्दाखेरि जुन मेरो प्यासन छ नि म गर्ने पहिल्यैदेखि जस्तो छु अहिले पनि त्यस्तै भएको भएर चाहिँ मान्छेहरू आइराख्नु भएको छ। फाइनेन्सियल सपोर्ट चाहिँ कस्तो छ यहाँको डोनेसनहरू बाहिरबाट आउने? फाइनेन्सियल सपोर्ट चाहिँ ग्लास वाटर फाउन्डेसन भन्ने छ क्यानाडाको, त्यो चाहिँ एकजनाले चाहिँ हामीलाई अब नट अब त्यो सबै कस्ट रन गर्न चाहिँ होइन अलिकता दिनुहुन्छ, अनि त्यसले रन गर्ने हो हामीले। अनि शिक्षा फाउन्डेसन भन्ने छ, उहाँले चाहिँ 23जना छोरीहरूलाई चाहिँ स्कुल फी पे गरिदिनुहुन्छ। अनि अरू त जर्मनीको सानो थोत्रै महिना 6,000 पछि 5,000 रेगुलर हुन्छ कि रेगुलर हुन्छ, पर्सनल दिने पनि हुन्छ? पर्सनल दिने पनि हुन्छ। अहिले चाहिँ प्रायः जस्तो नेपालीहरू हुन्छ नि बाहिर बसिरहेको उहाँहरूले चाहिँ एनआरएन भन्दाखेरि पनि यङ स्टुडेन्टहरू हुन्छ नि, एनआरएन त बरु गेमै गराएर जुन यङ स्टुडेन्टहरू हुन्छ नि उहाँहरूले आफ्नो एउटा अब हुन्छ नि नेपालीहरूको कमिटी गर्ने हुन्छ, त्यो स्टुडेन्टले चाहिँ धेरै गराएको छ है मलाई चाहिँ। उनीहरूले अब मिनीचोटाको भयो, यो ग्रोइङ बियोन्ड द बार्सहरू भयो, उनीहरूले चाहिँ धेरै गर्नुभएको छ। अनि हजुर कोल्याबोरेसन बाहिर यस्तै खालको संस्थासँग केही छ त्यस्तो? थाहा छैन, तर इसिडिसीलाई रिप्रेजेन्ट गर्ने वासिङटनमा छ अब अहिले चाहिँ। त्यो केटी चाहिँ भलिन्टियर गर्न आएको थियो यहाँ, सारा फ्रिडमेन भन्ने हो, ऊ चाहिँ 1 महिना भलिन्टियर गर्नु एकदमै अट्याच भयो कि यहाँ बच्चासित। अब उनीहरूलाई पनि नयाँ स्टोरी भयो नि त फेरि, यहाँ कहिले पनि नसुनेको कुरा। यहाँ आउँदाखेरि अहिले चाहिँ उसले 5-1 लिन खोजिरहेको छ इसिडिसीलाई चाहिँ, अनि उसले चाहिँ एकदम गरिरहेको छ अहिले चाहिँ। तपाईँ त्यहाँ हरेक नेपालीहरूलाई गौरव गर्ने ऊ गर्दाखेरि चाहिँ एकदम राम्रो भइरहेछ, फन्डरेजनहरू गर्ने गरिरहेको छ। त्यस्तो कोल्याबोरेसन भयो भने फाइनेन्सियल सपोर्ट चाहिँ राम्रो हुन्छ होला? धेरै राम्रो छ। अहिले चाहिँ अब जुन यो सिएनएनको थ्रुबाट पनि अब उहाँहरूले चाहिँ अब हाम्रो त 5-1 छैन, त्यसैले उहाँहरूले मिलेर चाहिँ फन्डरेजनहरू गर्ने। अब अहिले जाँदाखेरि पनि अब सामानहरू हामी अब सामानहरू पनि उत्पादन गर्छ, धेरै चाहिँ होइन थोत्रै सामानहरू बनाउँछ। सामानहरू बेच्ने बच्चाहरूले पनि बनाउने, जेलमा पनि बनाउने। जेलमा भित्र पहिला बनाउँथे तर धेरै समस्या भयो कि अस्ति त्यो अन्सारीको केसले गर्दाखेरि अनि त्यो डामाडोल भयो कि मेरो। अनि त्यो गर्दा चाहिँ जेलबाट छुटेको दिदीहरू हुन्छ नि जो बच्चाहरूलाई हामी पढाइरहेको छ नि, उनीहरूको मम्मीहरू सामानहरू बनाउने, मैले पनि बनाउँछु यहाँ कस्तो हो त्यो मार्केट चाहिँ कस्तो के हो त्यसको? बाहिर पठाउने कि नेपालमै हुन्छ? नेपालमा यस्तो बजार सजार क्रिसमस बजार सजार घर पनि राख्ने, कोही गेस्टहरू आउनुभयो भने डिस्प्ले गरिदिने फेयरहरूमा। तर ठुलो स्केलमा चाहिँ होइन, तर उनीहरूले बनाएको त्यो त एउटा बच्चालाई स्किल पनि हो नि, सबैजना पढेर मान्छे बन्छ भन्ने पनि छ। तर एटलिस्ट इफ यु ह्याभ अ स्किल इज फार मोर बेटर कि। सपोर्ट चाहिँ अब ग्रेजुअली इन्क्रिज भयो होला, बिस्तारै मान्छे जान्दै गयो ठाउँदै गयो होइन? अहिले चाहिँ मान्छे अपोज आइरहेको छ हुन्छ नि। अब अमेरिकाबाट अहिले एउटा त बास्केटबल कोर्ट बनाइदिन्छु भनेर आएर त्यो हुन्छ मल्टिपल युजवाला कि फुटबल कोर्ट बनाएर के जग्गै छैन तर आइरहेको छ, मान्छेहरू इन्ट्रेस्ट देखाइरहेको छ एकदमै एकदमै। उहाँहरूलाई इस्यु पनि अब नयाँ इस्यु पनि अब यस्तो काम किन अब नेपाली भन्ने त ट्राफिकिङलाई मात्रै माइतीबाल मात्रै हुन्थ्यो नि त, त्यो गर्दाखेरि चाहिँ यस्तो पनि इस्यु हुँदो रहेछ, यस्तो मान्छेले गरेको रहेछ भन्दाखेरि त्यो सिएनएनको त्यो क्याथलिनले यस्तो स्टोरी लेख्यो कि मैले फोनकै इन्टरभ्यूको भरमा गरिदिए कि मेरो स्टोरी चाहिँ। अनि मैले क्याथलिनलाई पनि भनेँ आजसम्म यतिजनाले इन्टरभ्यू गरेँ होइन, तर उसले चाहिँ मेरोलाई एकदम राम्रोसित लेखिदियो कि जुन मैले सोच्थेँ त्यो गर्दाखेरि। उसले धेरै रिसर्च 5 महिनादेखि रिसर्च गरेको पनि होला होइन, हरेको चियामा प्लिज जस्तो स्ट्रगल त म्याक्सिमम् भयो हामीले बुझ्यौँ, रिसर्च खाने हल्का लागेको छ है, धेरै त गर्नु पाएन होइन। भनौँ न फाइनेन्सियल इमोसनल जसरी हुन्छ फिजिकल्ली अब मान्छेले आफ्नो एफर्ट दियो होला होइन। सबभन्दा सम्झिने चाहिँ को स्टार्ट फ्यामिली अपार्ट फ्रम यो फ्यामिली को छ त्यस्तो एउटा हुन्छ नि जसले चाहिँ यसले त गर्यो भन्ने हुन्छ नि एउटा सोच स्टार्टबाट चाहिँ भनौँ न साथीहरू थियो कि बुवा मम्मी पनि भन्न सक्नुहुन्छ मैले? अहिले मेरो टिचरलाई सम्झिन्छु कि जुन कलेजमा मलाई निकाल्थ्यो नि अझै तिनीहरूलाई कस्तो भयो होला भनेर सम्झिन्छु कि होइन। उनीहरूले त अब किनकि मेरोमा एउटा ट्यागै थियो कि त्यो हुन्छ नि नट अ गुड स्टुडेन्ट हुन्छ नि। अब अहिले चाहिँ तपाईँ भन्नु
मेरो साथीहरू पनि होला कि बिकज अब तपाईँ 1 year लस भएर तपाईँ जुनियर्ससित पढ्नु पर्दाखेरि म कलेज जाँदाखेरि घन्टी ठक्क लाग्ने क्लासमा जान्थेँ कि यस टु फिल सो ब्याड कि तपाईँ जुनियर्ससित पढ्दाखेरि त्यो गर्दाखेरि चाहिँ म डेफिनेट मेरो सरसित भएको थियो जुन सरले मलाई आज जस्तो गर्यो नि त्यो मान्छेलाई कस्तो भइरहेको भने चाहिँ मलाई एकदम क्युरियोसिटी चाहिँ छ कि नगरेको नहुने त्यो चाहिँ डेफिनेटली नै हो आज जे लाइफ टर्निङ पोइन्ट भयो नि त्यो टिचरहरूले सस्पेन्ड गरिदिनु मलाई त्यो क्लासमा जहिले पनि डोमिनेट गरिदिनु हुन्छ नि जहिले पनि फेल हुने मान्छेले क्वेसन गर्ने भनिदिने त्यो गर्दाखेरि मलाई चाहिँ एकदम होट चाहिँ हुन्थ्यो तर ममा चाहिँ कहिले पनि त्यो फिल चाहिँ भएन कि हाम्रो चाहिँ मेन चाहिँ एउटा टपिक अब सेलिङ हिरोजको छ है त्यसमा नोमिनेट चाहिँ कसले गर्यो स्टार्टमा मेरो क्लासमेटले हो ए साथी नै हो साथी नै हो नाम चाहिँ सबिन्सी म चाहिँ जुनियर जुन म जुनियर बसेँ नि उसले नै गरेको मलाई ए मैले चाहिँ गरेको नोमिनेट गर्दा चाहिँ अनि रिसर्च गर्यो होला सिनियर फर्स्टमा गऱ्यो अनि मलाई एकछिन गऱ्यो होला डिसेम्बरमा गऱ्यो लास्ट डिसेम्बरमा यो आएको चाहिँ जस्तो लाइभ लाइभमा आउनु पनि हजुर चाहिँ यो त्यति भएको छैन नि त खासै भएको छैन त्यो सेल पब्लिस गरे मात्रै थाहा भयो सिएनएले पब्लिस गरेर अनि फेसबुकमा जब राखेँ नि मैले किनकि थाहा थियो तर हामीले अप्सन भन्न पाउँदैन रहेछ कि जबसम्म उहाँहरूले यो टाइममा तिम्रो अब आउने भयो पुष्पा तिमीले भन्न पाउने भएपछि मलाई रातिको 3 बजे 3 मिनटमा आएपछि चाहिँ त्यही राति नै राख्दै आयो कि त्यो जुन अब अमेरिकन सारा भन्ने थियो उसले नै राख्दै कि अब राति चाहिँ मजा लाग्छ नि तिमी राख्नु भयो राख भने त्यो त अब 5वटाको नोमिनेसन भइसकेको छ चाहिँ कस्तो रहेछ भने डक्टर बेन्जामिन लेबर भन्ने हुनुहुँदो रहेछ एउटा कोस्टल एरिया चाहिँ मेडिकल सपोर्ट गर्ने होला अनि स्कट स्टोर भन्ने हुनुहुँदो रहेछ स्पोर्ट्सले त्यो एडिक्ससँग रियाक्ट गर्ने है जस्तो तपाईँको चाहिँ हामी कसरी डिफ्रेन्सिएट गर्छ जस्तो तपाईँले त लाग्दैन होला होइन त्यो के अरे रिजल्टको लागि गरे होइन टाइपको छ सेल्फलेस हो तर क्याम्पेन चलाउने मान्छे पढेर हामी मिडियाको मान्छेले डिफ्रेन्सिएट गरिदिनु पऱ्यो नि त अरूसँग भन्दा वाइ सुड एनिवन भोट फर यु भन्ने खालको जस्तो एउटा यो युनिक त भयो छ नेपाली कन्टेक्समा युनिक छ बाहिर चाहिँ हामी खास रिसर्च गर्नुभएको छ तपाईँहरू सुन्दैन अरे बिचरा त्यो सिएनएनको मान्छे कन्फ्युज भएको के किन यहाँको गभर्मेन्टले एउटा भन्छ किन उसले मलाई मात्रै इन्टरभ्यू गरे भने तपाईँ भन्नु त्यो के अरे बालबालिका मन्त्रालयको सचिवलाई सोधेको पुसा पुसा चिन्छ भने चिन्दैन भनेको कस्तो होला क्या मान्छे हुन्छ नि एटलिस्ट उसले भन्नु पऱ्यो उसले रिसर्च गर्नु पऱ्यो होइन अब को मान्छे ल हुन्छ नि त यो कर्मी ब्याक आफ्टर 1 डे अब होइन मैले चिन्दिनँ ऊ गरेको त के समितिमा सोध भन्दैछ अरे अब यस्तो भयो तपाईँ भने पनि यस्तो इम्बारेसिङ कि जो मान्छेलाई इन्टरभ्यू गरेर मलाई थाहै छैन अर्कोलाई भन्नु पर्दैन त्यस्तो गर्दैन कि द्याट सो ब्याड अबाउट इट के त्यो भयो भने चाहिँ मान्छेले हेल्प गर्छ डेफिनेटली गर्छ होइन गर्छ त्यो गरेपछि चाहिँ 80जना बच्चा बस्नु पर्दैन त्यो चाहिँ म कन्फिडेन्ट भन्छु कि त्यो भयो भने चाहिँ डेफिनेटली अहिले हाल्दैन होइन म इसिटिसीमा ल्याएर चाहिँ त्यो चाहिँ जुन मैले अहिले 40जनालाई गरेको छु 80जना म हाम्रो राख्न चाहिँ सक्छु भन्ने चाहिँ त्यो चाहिँ छ फर मोर चिल्ड्रेन होइन अब 80जना 40जना त पाएको छ नि फेसिलिटी जुन 80जनाले पाएको छैन कि योभन्दा पनि धेरै स्टोरी छ क्या उनीहरूको त्यो गर्दाखेरि चाहिँ द्याट्स व्हाट आई नो उनीहरूको नै हो अब भनौँ न आफ्नो भनेको त अब के छ म चाहिँ लाग्छ कि अब गरिरहेको बुवाआमाले गरिदिइरहेछ अब म चाहिँ म त्यो घमण्ड चाहिँ गरेको होइन तर मैले आफूलाई दुःख चाहिँ गर्नु परेन स्टिल अहिलेसम्म म गर्नु परेको छैन हरेक कुराको लागि मेरो बुवाआमालाई हात भनेपछि मेरो लागि पुग्छ अहिलेसम्म स्टिल तर मेरो संस्थाको लागि चाहिँ पुग्दैन अहिले पनि हरेक कुराको लागि चाहिँ स्ट्रगल गरिराख्नुपर्छ मेरो लागि फ्यामिलीमा चाहिँ दाइ कस्तो मेरो दाइ हुनुहुन्छ बहिनी मेरो भाउजू भगिनी तपाईँ त कस्तो उहाँले डिजिटल राख्ने त्यस्तो पनि गरिन्छ होला पर्सनल्ली हजुर कुरा सोद्धाखेरि सोसियल वर्कर त भइहाल्नु अब सेनिङ हिरो जितेको होइन बेस्ट है अनि के छ तपाईँको संस्था बाहेक हुन्छ होइन अर्को पक्ष चाहिँ कस्तो छ भनौँ न होल फुल डेडिकेसन नै यही हो कि इन्ट्रेस्ट हुन्छ नि भनौँ न कस्तो भन्दा मेरो इन्ट्रेस्ट भनेको चाहिँ
यिनीहरूलाई पनि अब मेरो इन्ट्रेस्ट है अब यिनीहरूलाई नयाँ कुरा गरिदियो हुन्छ नि हरेक कुरा पुऱ्याउँ यिनीहरूको लागि मलाई हरेक कुरा पुऱ्याउन पाऊँ मेरो लागि सबैभन्दा ठुलो कुरो भनेको त्यो मिठो मिठो पकाएर खुवाउँ मेरो चाहिँ त्यो हुन्छ नि म पकाएर खुवाउँछु एकदमै उनीहरूलाई त्यो चाहिँ मेरो अझ चाहिँ म अब यसो अनि यसो घुम्न जान चाहिँ एकदम मजा लाग्छ ट्रेकिङहरू जान्छु म यिनीहरूसित 3 दिन ट्रेकिङहरू जान्छु ठुलो बच्चाहरूसित जाउँ अनि सानो बच्चाहरूलाई चाहिँ अब spend as much time as I want with them. कस्तो फिल्म वाचिङ कस्तो खालको फिल्म हेर्न पहिलो तर डेफिनेट कार्टुनहरू चाहिँ हेर्छु म कार्टुनहरू हेर्नु बच्चाहरूसँग त्यो भयो ट्राभलिङमा पनि भयो ट्राभलिङ पनि भयो तर स्पेसली लाइक हुन्छ नि मलाई चाहिँ एकदम जानु मनाएको मलाई चाहिँ एकदमै मेरो हुन्छ नि बाहिर देशभन्दा नै मनाएको चाहिँ एकदम जानु इच्छा छ आई मोस्टली ट्राभल मेरो बुवा आमा बिजनेस भएको भएर चाहिँ मेरो ड्याडी मम्मी जाँदाखेरि चाहिँ आई अलवेज ट्राभल विथ देम जस्तो अर्गनाइजेसन बाहिर एउटा लाइफ सोच्दाखेरि चाहिँ हो के चिज हुन्छ अनि जस्तो अहिले नगरे भन्ने सोच्न सक्नुहुन्छ यो अर्गनाइज नगरे मैले यो गर्थेँ होला भन्ने टाइपको नगरे पनि बिजनेसमा हुन्थ्यो बुवाको बिजनेसमै हुन्थ्यो अब एउटा बिजनेस खोलेर राख्नुहुन्थ्यो होला अब दिनचर्या त्यही होला अब आयो काम गऱ्यो जहाँ अब मेबी बिजनेस गरेर बिहा गरिसकेका हुन्थ्यो कि होइन उठ्थ्यो कि अब बिहा गरिसकेका हुन्थ्यो कि त्यही हो मेरो लाइफ त्यही हो बिजनेसकै करियर बन्थ्यो होला सायद बिजनेसै हुन्थ्यो अनि मेरो बुवाको चाहिँ अब त्यो भएर अब हिटिङ चाहिँ आएको भेरी राम्रो बिजनेसमा चाहिँ एकदम हुन्थ्यो होला मलाई ड्याडीको जुन अब त्यो सोचाइ हुन्छ नि अब उहाँ बिजनेस गरिरहेको होला त्यही हो मेरो बुवाले हरेक मलाई बाहिर लग्न किन खोज्नुहुन्छ अहिले पनि स्टिल कि मैले बिजनेस गरोस् भनेर के हुन्छ तर मलाई चाहिँ अब जस्तो हुने क्या मेरो बुवाले त भन्नुहुन्छ अब आजै बिजनेस गर्दिनलाई यस्तो छ भन्नुहुन्छ अब त्यही हो अब द्याट्स हाउ होइन सबैजना त फरक हुन्छ अब मेरो बहिनी पनि फरक मान्छे छ होइन त्यो गर्दा सबैजना आफ्नो नेचरमा हुन्छ जस्तो अर्गनाइजेसन बाहेक चाहिँ तपाईँले अघि अर्गनाइजेसन कुरा गरियो होइन फ्युचर चाहिँ पर्सनली सोच्दाखेरि चाहिँ तपाईँको 2 years 5 years 10 years लेखेर चाहिँ कस्तो म्यारिड हुन्छ कि तपाईँको कस्तो फ्युचर चाहिँ कसरी एउटा प्रस्तुत गर्नुपर्छ मैले यसो हेर्दाखेरि चाहिँ अब बिग हाउस होइन अनि मेरो आफ्नो लाइफको चाहिँ त्यो होस् अनि म अहिले जसरी यो कुर्सीमा बसिरहेको छु नि म त्यसरी नै मेरो चौरमा बस्छु र बच्चाहरू मेरो वरिपरि घुम्छु अब नथिङ लाइक हुन्छ नि बिहा गर्छु मलाई बिहा गर्छु भन्दाखेरि तपाईँ बिहा लाइफ सेक्रिफाइस हुनै पर्छ कि मैले बिहा गरेको भए आज यो कुरा हुन्थेन किनकि तपाईँ बिहा गरेपछि त्यो बन्धनमा बाँधिन्छ कि हरेक मान्छे बाँधिन्छ कि म अहिले बिहा गरेँ भने मेरो सासू ससुराहरू लाग्यो मेरो मुनीहरूलाई खाना पकाएर खुवाउनु पर्दा त्यो चाहिँ मेरो हुँदैन कि होइन त्यो गर्दाखेरि दिस इज डिफ्रेन्ट के भनेपछि पर्सनली फ्युचर भने पनि अर्गनाइजेसनसँगै इन्क्लुडिङ द अर्गनाइजेसन अहिले चाहिँ तपाईँको सर्कल चाहिँ कस्तो के छ तपाईँको रेगुलरली भिजिट गर्ने मान्छेहरू फ्यामिली बाहेक त्यस्तो फ्रेन्ड्सहरूसँग भेट भइरहेको छ होला साथीहरू सब स्काइप मेरो साथीहरू मेरो मिल्ने साथीहरू जुन स्कुलमा पढ्ने कलेजमा पढ्ने साथीहरू त्यही अस्ट्रेलिया एउटा अमेरिका एउटा उयो छ अनि स्काइप गर्ने तर दे रियली फिल ह्याप्पी के उनीहरू चाहिँ अनि अब उनीहरूलाई चाहिँ एकदम खुसी लाग्छ मलाई एकदम सहयोग पनि गर्छ मेरो साथीहरू अब अमेरिकामा बसेको साथीहरू पैसा पठाइदिने हुन्छ नि अब मलाई केही चाहियो भने चाहिँ प्लिज भन पुष्पा भन्छ कि उनीहरूले चाहिँ तर फ्यामिली बाहेक चाहिँ सबैभन्दा नजिक भयो कि क्लासमेट्सहरू केही साथीहरू नै हो क्लासमेट अनि एक दुईजना साथीहरू ल्याउनु हुन्छ त्यो मेरो स्टाफहरू हो किनकि मेरो लागि मेरो सबैभन्दा इम्पोर्टेन्ट भनेर मेरो स्टाफ हो किनकि अब मान्छे आज पुष्पा पसन्द गर्छ पुष्पा पसन्दको पछाडि अरू छ क्या म चाहिँ त्यो भन्छ क्या मेरो लागि स्टाफलाई खुसी राख्नु स्टाफलाई राम्रोसँग गऱ्यो भने पनि आफू राम्रो हुँदैन कि तर त्यसो मेरो लागि स्टाफ भनेको एकदमै इम्पोर्टेन्ट हो जस्तो अब तपाईँ एउटा सोसियल वर्करको काम गरिरहेको छ है एउटा कस्तो भयो पावरमा त पोलिटिसियनहरू छ होइन सपोर्ट चाहिरहेको छ जस्तो मैले जेलको लागि काम गर्ने होइन गभर्मेन्ट अफिसरसँग कोलाबोरेट गर्नु पऱ्यो के तपाईँको सरकारमा पोलिटिसियन्सहरू पनि हुन्छ चिन्जान छ भेटघाट हुन्छ त्यस्तो कोही अप्रोच गर्न कोसिस गरिरहेको छ नेताहरू त्यस्तो कसरी उहाँहरूलाई म भन्छु त्यो ठाउँ त्यो होइन
रुचाउँथ्यो होइन उनीहरूले चाहिँ एउटा हुन्छ नि पोजिटिभ हिसाबले पनि होइन पोजिटिभ तर जब मेरो जिन्दगी मेरो विश्वास आयो नि होइन मेरो जिन्दगी मेरो विश्वास आउँदाखेरि चाहिँ मलाई आई डोन्ट नो उहाँको नाम त छिटोको माओवादी हुँदो रहेछ उहाँले होइन उहाँले फोन गरेर बहिनी यति खुसी लाग्यो भन्नुभयो कि त्यसको मदतमा माओवादी भयो पनि नि तर उहाँको मन चाहिँ कमलो रहेछ भन्ने चाहिँ बुझेँ कि जति उहाँ गर्नुभएको छ तर जुन इस्युमा काम गर्ने त्यो गर्दाखेरि चाहिँ उहाँ एकजना मात्र होला अरू त हाबन सिन हुन्छ नि यो पोलिटिक्सहरू चाहिँ उहाँहरू चाहिँ पक्का बाहिर त्यो अप्रोच गरेको चाहिँ अर्गनाइजेसनमा फाइदा हुन्छ भन्ने म सोचेको छैन फाइदा के को फाइदा भन्नु जस्तो डोनेसन खोजिदिन्छ होला केहरू सपोर्ट मात्रै होला डोनेसन होइन मलाई कहिले पनि त्यस्तो भएन किनभने अब त्यो त्यस्तो चाहिँ मलाई कहिले पनि भयो मलाई चाहिँ सबैसँग एउटा उहाँहरू चाहिँ टाढी बस्दाखेरि किनकि मलाई त्यो पोलिटिक्सले आएर कसले अपोज गरेको पनि होइन अब भनौँ न अब यस्तो इस्युमा अब काम गरेपछि मान्छेलाई थाहा छ पोलिटिक्स भनेको उनीहरू आफै बिच भइरहेछ कि अहिले दे आर फाइटिङ फर देमसेल्फ उनीहरू अब आफ्नै उसको लागि गरेको भयो चाहिँ दे डोन्ट ह्याभ टाइम फर थिङ टु हाम्रो बाहिर सोच्ने फुर्सद चाहिँ छैन उहाँहरूको चाहिँ त्यस्तो नेपालको जस्तो सेलिब्रिटी टाइपको फेमस मान्छे कोही सपोर्टमा छ अहिले त्यस्तो कोही सेलिब्रिटी भन्नुपर्ने अब यस्तो खास त्यो गर्न पाइँदैन तर जस्तै शिक्षा फाउन्डेसन भन्ने चाहिँ छ शिक्षा फाउन्डेसन प्रबल गुरुको प्रबल दाइले उहाँको दिदीहरू सबै उनीहरूको जुन कुराहरू चाहिँ त्यो चाहिँ तर अब उहाँहरूलाई पनि डेढ मोटिभको त्यस्तो नहोस् हामीलाई पनि अब त्यो हुन्छ किन उहाँ आउनु भएको थियो आउँदाखेरि जस्ट थाहा थियो प्रबल गुरुङ भन्ने थाहा थियो र हामी युट्युब डर पऱ्यो कि त्यो गर्दाखेरि चाहिँ लाइक भेरी फाउन्डेड इन्ट्रेस्टेड अनि 1 वर्ष जति भयो उहाँहरू चाहिँ 23 जना छोरीहरूलाई चाहिँ स्कुल फिस क्वेसन्सहरू यस्तै हो फाइनली लिडर्सहरूलाई के भन्न चाहनुहुन्छ क्याम्पेन रिलेटेड फर्दर अरू अर्गनाइजेसनलाई हेल्प होस् भन्ने खालको अब त्यही हो पेजहरू रेकमेन्ड गर्नु फेसबुक लाइक गर्नु होइन यो अब एकजनालाई जिताउनु पनि होइन सबैसँग राष्ट्र जिताउनु मेन कुरा चाहिँ के पनि भने अब हामी जस्तो युथले गऱ्यो भने छ एउटा तपाईँले बरु अमेरिकामा चाहिँ होइन यहाँ छ क्या तपाईँले अपर्च्युनिटी ग्राब गर्न सक्नु पऱ्यो तिमीले राम्रोसित काम गर्यो निरन्तरसित काम गर्नु हरेक सेक्टरमा छ कि सोसल वर्क फिल्डमा मात्र होइन तपाईँ हरेक सेक्टरमा गऱ्यो भने मान्छेले गरेर निरन्तर दियो भने चाहिँ छ डेफिनेटली यो फिल्डमा चाहिँ छ यो फिल्डमा होस् हरेक ठाउँमा चाहिँ काम गऱ्यो भने चाहिँ नेपालमा धेरै अपर्च्युनिटी छ अब तर पोलिटिकल सबै प्रब्लम भइहाल्छ होइन तर प्रब्लम भएन आफ्नो काम चाहिँ रोकिँदैन कि गर्ने मान्छे गर्दै आउँछ हो तल माथि झिलो चाँडै हुन्छ तर सबैलाई त्यस्तो मेरो मोटिभेसन आउँदैन होला नि त एउटा त्यो फ्याक्ट छ सबैजनाको तपाईँहरू पनि भन्नुहोस् न तपाईँहरू पनि आफ्नो प्रोफेसनल हुन्छ त यु हेभ समथिङ नि त होइन सो तपाईँले आफूले पनि हेर्नु के होइन तपाईँहरूले किन एउटा ग्रुपमा राखेको छ बट यु हेभ समथिङ नि त यु वान्ट टु डु नि त तपाईँले मेरो स्टोरी कभर गर्नु भनेको नि यु हेभ समथिङ के सो यु सुड रिस्पेक्ट एभ्री म्यान के अब यो होइन अब हाम्रो चाहिँ हाम्रो